नमस्कार सबैजनालाई शुभ बिहानी। आज चाहिँ म गाउँ आएर घाँस काट्न जाँदैछु। हाम्रो चाहिँ बस्तु अलिक टाढो छ घरदेखि, त्यही भएर जान 15-20 मिनट लाग्छ। आज बिहानको मौसम कस्तो दामी भइरहेछ। यो चाहिँ मेरो माउली गाउँ खबुङ हो अनि यता खार्मी पर्छ। यता खार्मी, यहाँ माथि चाहिँ रूपाकोट डाँडा हो भन्छ। यो बाँझोबारी, यसलाई चाहिँ बाँझोबारी भन्छ। अनि यता चाहिँ खार्मी गाउँ भन्छ यसलाई। अनि यता हुप्रिङ पाथेका बोल्छ यतातिर। यसलाई मेन पाथेका स्कुल, पाथेका डाँडा भनेको चाहिँ हाम्रो यो है हजुर, यो हो पाथेका डाँडा। पाथेकाको स्कुल यो हो। यहाँ हल्का मात्र देखिरहेछ। पाथेका गाउँ भन्छ यसलाई। अनि यता दम्दी भन्छ, यतातिर दम्दी भन्छ। राम्रो देखिरहेको छैन, कालो देखिरहेको छैन। अनि म चाहिँ यतिखेर घाँस काट्नलाई भनेर जाँदैछु। हाम्रो बस्तु अलिक टाढा छ, बस्तु भएको ठाउँ पुग्न अलिक टाइमै लाग्छ। अनि टक्क डोको कच्ची निकल्दा डोको कच्ची बोकेर जाँदैछु म चाहिँ घाँस काट्न। हिजो भर्खर मात्र गाउँ आएको र पनि घाँस काट्नु लाएन, काट्नै पर्यो। गाउँमा आएपछि यस्तो छ बाटोको गाडी। चोराचुरुङ्गी यस्तो छ। यस्तो छ। यताउता चाहिँ खोकमा भन्छ। यो चाहिँ खोकमाको हाम्रो कालिका स्कुल भन्छ। यहाँ बल खेल्ने ठाउँ पनि छ। बल भरेतिर खेल्ने कुरा पनि भइरहेछ हाम्रो साथीहरूसँग। अनि भरेतिर बल पनि सायद खेलिन्छ होला। गाउँमा गएर टक्क घाँसपात नगरी हुँदैन। अब तपाईँहरूले देख्न सक्नुहुन्छ कि प्लासगढी गाउँपालिकाको सबैभन्दा ठुलो गाउँ बाँसपानी खोटाङ। बाँसपानीको आधी भाग देख्दैछ। बाँसपानी चाहिँ यता पर्छ है। यो चाहिँ हाम्रो खोकमा हुँदै पाइपु हुँदै छिप्रुङ लुम्सीका बाँसपानी मामातिम जान सकिने रोडहरू पनि यसरी भत्किएको छ। तर यतिको त धेरै राम्रो हो। पहिलाभन्दा टर्निङहरू पनि बनाएछ, ठुलो गाडी चाहिँ अलिक नचल्ला। बाँसपानी देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो मण्डली भन्छ। मण्डली बक्तिस चर्च लिम्सीखाको। यो चाहिँ हाम्रो चर्च हो। निकै राम्रो छ, रङ्गीचङ्गी। यो चाहिँ चर्च बाँसपानी यता पर्छ। जाल्पा पनि देखिन्छ कि हो। जाल्पा चाहिँ पल्लोलाई भन्छ। हिजो हामी यो बाटो हुँदै झरेको, यता हुँदै। मेरो गोरुहरू यहाँ देख्न सकिन्छ। यो बाटो त चेन्ज पो भएछ त, भत्किएकोले त यार। यताबाट हिँड्न थाल्नुभएको रहेछ। बारीलाई नै बाटो। अब मेरो गोरुहरूलाई चाहिँ यता मलाउँदै रहेछन्। यस्तो छ। वही तेरी
यहीँ बसिरहँदो रहेछन्। 4-5 वटा छ। यो नयाँ बर हो यो। यहाँ गाई छ। अब घाँस कता काट्ने भन्ने भयो। मान्छेकोतिर त के काट्नु टन्न छ घाँस यतातिर। कि चोडिदिउँ हो मेरो काकाकोतिर। पुर्ने काकाको लागि विशेष यो भिडियो बनाउँदैछु है म। चाहिँ नि मेरो बारीतिर त रातै बनाइसकेका रहेछन्। त्यही पनि उतापट्टितिर जाउँ कस्तो हुन्छ। अलिक राम्रो घाँस मात्रै काट्नु मन हुन्छ कि। रातै गइरातिर के काट्ने। मैले चाहिँ घाँस बारी पारिसकेँ। अब जानु मात्र बाँकी छ। बल्ल छेउदेखि पल्लो छेउसम्म काटिसकेँ। त्यही हो। घाँस काटिसकियो। अब बोकेर गोठतिर लानुपर्छ। म्याम फेरि चाहिँ घाँस बारी लिएर गोठतिर जाँदैछु। बारी यस्तो छ। गोठ आइपुगेको छ गोठ। अम्बकको बुट्टा। कता राख्ने यहीँ राख्नु। केटा हो के भैँसीले त खाँदैन त। यो चाहिँ हाम्रो गोठै। यहाँ बाख्रा छ। घाँस खाँदो रहेछ। एउटा 2टा 3टा 4टा 5 6 7 पो रहेछ त बाख्रा नि। गोठ आइपुग्यो। करेला नि फल्या रहेछ। बाख्रो त नि यो चाहिँ किन छुट्टै राख्नु पर्छ? ए हान्नु पो छ यार। यत्रो बोटमा यत्रो लट्टा खोलेको। ओहो अम्बक त
अम्बक त रातो रहेछ त यो बोटको त के अचम्म बोट चाहिँ इत्रु तर अम्बक चाहिँ भयङ्कर खाले हुन्छ बोट चाहिँ इत्रु राम बोट चाहिँ इत्रु तर अम्बक त भयङ्कर खोला छ है यो बोटको अम्बक चाहिँ रातो रहेछ काँक्राको बोट पनि काँक्रा पनि छ कि छ रमाउँछ यसको खान्छसम्म दा काँक्राको काँक्रा यो चाहिँ जुवा भन्छ जुवा म चाहिँ भैँसीलाई घाँस काटेर नि यता गोरु बोको ठाउँमा आउँदैछु तर कतादेखि जाने यार लास्टै घारी रहेछ गोरु चाहिँ यतापट्टि छ हाम्रो काकाहरूको बारीमा भैँसीहरू चाहिँ आनन्द गोठमा गोरुहरूको चाहिँ बिजोक घाममा कुरो त राम्रो यो चाहिँ खोकमा खाने पानी ट्याङ्की है त्यहाँ पनि छ कुरोले त राम्रो मिठो भन्नु छ कि हो यता सार्नुभएछ हेरेको हेरेकै गर्छ आमा र बाउमा त दुईजना छन् बस्तु कम्ती पालेको छैनन् के गर्ने अब 1 2 3 4 5 6 7 14 छ जम्मा बाख्रा सहित के छ रागे के छ केटा नुम्सी खाएको डेन्जर गोरु खतरा लड्छ यो गाई के छ यसपालिदेखि त तेरो नि काट पिल्छिने भयो खानु खोज्छ के यार उठाउनु भएको छ पुरे के छ यो त हान्नु पो खोज्छ त मैले गोरुले पनि नचिन्ने भयो मलाई दिउँसो बल खेल्नु जानुपर्ने अब चाहिँ नै गएर नुहाइधुवाइ गरेर चट्ट भात खाएर बल खेल्नु गइन्छ अब घर पुग्नु कति टाइम लाग्छ 15 मिनट त लाग्छ मजाले यो चाहिँ हाम्रो पूर्ण काकाको कोदो बारी हो काका चाहिँ वैदेशिक रोजगारमा हुनुहुन्छ यता घरमा काका र छिमा हुनुहुन्छ काका र छिमाले लगाइरहेको छन् पसिनाले त खलखल बनायो
हाम्रोतिर चाहिँ सुन्तला भोक्सिनी हुन्छ, यहाँनिर भोक्सिनी फलाएको छ। सुन्तला यो चाहिँ के भएर मरो हाम्रो सुन्तला घामले राम्रो देख्दैन रहेछ है। सुन्तला चाहिँ यता फेरि बवाल लास्टै फलाएको छ। घर आइपुग्यो आज सुन्तला त है, यो हो नि त सुन्तला लास्टै फलाएको छ रहेछ। उकालोमा कुद्दा कुद्दा आमाले यहाँ घाँस काटिसक्नु रहेछ। फेरि नै भइयो यसो छ घर। यो काका दिपा हाम्रो जोड्या छ घर चाहिँ। अब लुगा धुइन्छ मजाले। यहाँ मौरीको डोर्नी छ, मौरी नि छ योमा चाहिँ छैन। यहाँभित्र पनि छ भन्ने कुरा सुनेको छु, हेरेको छैन। लास्टै थकियो। यता चाहिँ हाम्रो सुँगुर चारो पकाउने फाल्टो ठाउँहरू यस्तो छ।